गुरुवर्ग, निर्णय मण्डल तथा सम्पूर्ण भएका दिदी बहिनी साथीहरूलाई मेरो हार्दिक नमस्कार। आज म तपाईँहरूको सामु एउटा छोटो कविता ल्याएर उपस्थित भएकी छु। यस कविताको लेखक माफु यस कविताको शीर्षक छ वीर शहीद। एउटा सानो कविता रचना गरी ल्याएकी छु शहीदको सम्झनामा। एउटा सानो कविता रचना गरी ल्याएकी छु शहीदको सम्झनामा। खुसी छु म भाग लिन पाउँदा यो प्रतियोगितामा। खुसी छु म भाग लिन पाउँदा यो प्रतियोगितामा। देशका लागि लडे, देशका लागि रगत बगाए। देशका लागि लडे, देशका लागि रगत बगाए। देशका लागि भनेर आफ्नो ज्यान समर्पण गरे हाम्रा वीर शहीदले। देश र जनताको हितका लागि आफ्नो ज्यान दाउमा पारी। देश र जनताको हितका लागि आफ्नो ज्यान दाउमा पारी। आफ्नो प्राणको पर्वाह नगरी योगदान दिए हाम्रो वीर शहीदले। आफ्नो ज्यानको पर्वाह नगरी योगदान दिए हाम्रो वीर शहीदले। कसैले फाँसी लगाए, कसैले गोली खाए। 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 जसको कारणले गर्दा जनताले आवाज उठाउन बाध्यता भए। जसले गर्दा जनता आवाज उठाउन बाध्य भए। न त राम्रोसँग बोल्न पाउँथे, न स्वतन्त्र रूपले बाँच्न पाउँथे। न राम्रोसँग बोल्न पाउँथे, न स्वतन्त्र रूपले बाँच्न पाउँथे। त्यसैले निडर भएर राणा विरुद्ध आवाज उठाए हाम्रा वीर शहीदले। त्यसैले निडर भएर राणा विरुद्ध आवाज उठाए हाम्रा वीर शहीदले। नेपालमा निरङ्कुश शासनको अन्त्य गरी प्रजातन्त्र लोकतन्त्रको स्थापना गरे। नेपालमा निरङ्कुश शासनको अन्त्य गरी लोकतन्त्र प्रजातन्त्रको स्थापना गरे। जसले गर्दा जनताले आज स्वतन्त्र रूपले भएर बाँच्न पाए। जसले गर्दा जनता आज स्वतन्त्र रूपले भएर बाँच्न पाए। राष्ट्र र राष्ट्रियता शहीदको चाहना। राष्ट्र र राष्ट्रियता शहीदको चाहना। हामी पनि गर्न सिकाऊ देशको हामी पनि लाग्न सिकाऊ देशको काममा। हामी पनि लाग्न सिकाऊ देशको काममा। धन्यवाद।